मोटरसाइकिल के माफ होला गए तुलो यार खाना unavailable. Fly with caution. उयो बिगा ल यता यताबाट यो एउटा यसरी चाहिँ हिँड्नु होला अन्त होला बनाएर चाहिँ यो छ नि सेतोमा चिस्ने है अन्त यता हुनु त अलि माथि लानु त अनै चले छन छन चल्याउ त्यो चाहिँ उयो बिगा नि म यसो उयो एकछिन काका भयो होइन यो मन्दिरको बोर्ड आउनु गयो कि यस्तो हेर्नु नि टुप्पा बोट पनि आयो यस्तोलाई ठिक्क छ ल होइन हजुर अनि यहाँ यसबाट चाहिँ सामान्य किचे क्लिक गेला गर त क्लिक गर त मन्दिरको बोर्ड परे आउनु गयो क्लिक गर्नु त दीपाजी हो त्यहाँ भने टाइम चाहिँ लगे जी हेलो गाइज घरवास यो गर्वेश्वर महादेव जाँदाखेरि चाहिँ यो स्कुलको मुनिको बाटोबाट तल झर्ने हो यहाँबाट चाहिँ घर यो अहिले देखिरहेको ठाउँबाट जानुपर्छ घरवासी महादेव मन्दिर जाने बाटो यो घरवासी महादेव मन्दिर जाने चाहिँ यताबाट हो यहाँबाट गएर अलिकति ओह्रालो गएपछि फेरि अलिकति छड्के जाने हो त्यहाँ एउटा ल है घरवासी महादेव मन्दिर जाने बाटो चाहिँ यो हो तलको बाटोबाट चाहिँ होइन यो बाटोबाट जाने हो घरवासी महादेव मन्दिर जाने चाहिँ यहाँनिर अब चाहिँ अलिकति चुकिन्छ यो बाटोबाट चाहिँ जाने हो यो घरवासी महादेव मन्दिर आउँदाखेरि यो पहिलो शौचालयबाट चाहिँ बाटो हुँदै यताबाट जाने हो घरवासी महादेव मन्दिर मान्छे चाहिँ यहाँनिर अलिकति झुकिँदो रहेछ ल अब मन्दिर पनि आइपुग्यो लगभग मेरो घर चक्रपथबाट यहाँसम्म आउँदाखेरि साइकलमा 35 किलोमिटर जति रहेछ अहिले अब हामी घरवासी महादेव मन्दिर नुवाकोट जिल्लामा पर्छ यो मन्दिरमा अहिले हामी पुग्यो भन्दा पनि हुन्छ यो अहिले तपाईँहरूलाई देखाइरहेको चाहिँ महादेव मन्दिर हो घरवासी जय भोलेनाथ जय शिव शङ्कर अब देखियो नि हजुर ठिक छ जय घरवासी महादेव मन्दिर नमस्ते साथीभाइहरू अहिले बिहानको 11:25 भएको छ अहिले हामी घरवासी महादेव मन्दिरमा पुगेका छौँ यो घरवासी मन्दिर रानी पौवा नुवाकोट जिल्ला रानी पौवामा पर्दा यहाँ आउने बाटो चाहिँ 2-3वटा छ एउटा रानी पौवाबाट डाइरेक्ट उकालो चढेर पनि आउन सकिन्छ एउटा चाहिँ रानी पौवाबाट तलतिर सिस्नेरी भन्ने ठाउँबाट आउँदाखेरि चाहिँ सजिलो पर्छ यो ढुङ्गा चाहिँ भगवान
शिव भएको ढुङ्गा भएको यो ढुङ्गा चाहिँ अलि अचम्मको कलाकृति छ हेर्नुहोस् त जो पनि यो गरवासी महादेव मन्दिरको बारेमा तपाईँले अलिकति 2 शब्द बोलिदिनु त यो भगवानको बारेमा 20 शब्द अब खोइ हामीलाई त्यति साह्रो आउँदैन यो पहिला तपाईँको बुढाखाडाहरूको पालामा एकदम चाहिँ यसले त्यो बिहे व्रतमा त्यस्तोमा चाहिँ भाँडाकुँडा दिन्थ्यो अरे अनि त्यहाँबाट चाहिँ त्यो भाँडाकुँडाहरू सबै बुझाउने बेलामा जुडो पारिदिएर त्यहाँदेखि बन्द भएको अरे भन्ने सुन्छ यहाँको पाउ चाहिँ योभन्दा तलामुनि छ कि तपाईँको ऊ जल चाहिँ हजुर हजुर योभन्दा तला निकै तल छ उम्, अनि अब खोइ हामीलाई त त्यति साह्रो आउँदैन तपाईँको यो हजुर हजुर अब बाउबाजेको पालमा त उनीहरूलाई थाहा होला यो झाँक्राहरूले मात्रै आउँछ यहाँ हाम्रो यो सुन्दरजलको एउटा बाबु पनि हुनुहुन्थ्यो अहिले हजुर एक दुई हप्ता जति भयो अनि यो आगोको के आउँछ भन्दै थियो नि यो आगोको ज्वाला कि यहाँबाट शिखर बेसीबाट आगोको ज्वाला जस्तै मुस्लो आउँछ कि हजुर अनि त्यहाँबाट चाहिँ फेरि यहाँबाट पनि शिखर बेसीतिर जान्छ त्यो कहिलेकाहीँ हामीले देख्छ कि त्यो अनि यो मन्दिरमा प्रायः सो के जनैपूर्णी शिवरात्रि एकादशीको मात्र मेला लाग्छ कि अरू कुन छ ठुलो यो एकदशी मात्रै हो त हो यो हाम्रो जुन यो माथि शिखर बेसी मेला लाग्छ हजुर त्यतिखेर मात्रै हुन्छ यहाँ ए ए ए, उम्। अरू बेला त्यति साह्रो हुँदैन अनि यो पछाडिको भगवान चाहिँ कुन भगवान हो पछाडिको खोइ अब कोही गणेश अरे कोही के गणेश चाहिँ यता छ भन्दै बुढोले त्यो बुढोले हजुर 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 अब यो चाहिँ हिमालको पाहाडहरू भन्छ त्यो माथिको चाहिँ अहँ। के हो अब मन्दिरस गएको कार्य जय भोलेनाथ भगवानले प्रसाद दिनुभयो भगवानले जय शिवशङ्कर भगवानले प्रसाद दिनुभयो जय भोलेनाथ सुन्तला भिटामिन सी यार भिटामिन सी थ्याङ्क यू अब मलाई साथी नगर तपाईँ चाहिँ यहाँको पुजारी हो कि अथवा के हो स्थानीय हो कि हजुर स्थानीय हो म पुजारी होइन ए हजुर हजुर यहाँ चाहिँ को ब्राह्मणहरू हुन्छ कि तामाङहरू बस्छ कि को बस्छ यहाँ ब्राह्मणै हुन्छ यहाँ सुन्दरदेवको एउटा बाबु हुन्छ हजुर हजुर उहाँले हो यो सबै उ गरेर यता कुटी बनाउने बस्ने उहुँ, सबै उ गर्ने उहाँ नै हो हजुर हजुर ठिक छ ठिक छ यार कच्चा बाका दे अरे पका दिन त झिउ झिउ लिन कहाँ भने ठुकिन कहाँ भने ठुकिन यार ठन्डाको झिउ हो यार मुख लाग्छ गरवासी महादेव मन्दिर ककनी 4 हिले खर्क नुवाकोट ठन्डाको महिनामा दर्शन आउने यार ठुकिन ठिकै चले जाउँ मलाई हजुर हजुर चले जाउँ नम्बर उयो जोडौँ मलाई दो दो जय भोलेनाथ जय शिवशङ्कर हर महादेव हर महादेव हर महादेव जय भोलेनाथ जय भोलेनाथ जय भोलेनाथ जय शम्भो जय शम्भो जय शम्भो जय शम्भो जय शम्भो यो चाहिँ थङ्गोडको नेवारले हजुर यो सबै ऊ ए उहाँले नि ल्याउनु भयो हँ? थङ्गोडको नेवारले ए यो भन्ने चाहिँ त्यो चाहिँ महालक्ष्मी कन्ट्राक्टसँगको ऊ त्यो ठुलो चाहिँ त्यतिखेर तपाईँको कति 18,000 कि कति तिरेको त्यसलाई पनि त्यतिखेर अब ठुल्ठुलो पाउने रहेछ पारनमा पाउने रहेछ थाहा भएन हामीलाई ए र बाबु जहाँ पाउँछ त्यहाँ ठुलो चाहिँ हेरेर आऊ अहँ अनि त्यहाँबाट चाहिँ पैसा मलाई सुनाऊ भन्यो ए अनि जम्मा त्यो एउटा भेट्यो आसनमा अनि त्यो पनि 18,000को त्यतिखेरको थियो हेरेको सबै यो
कुन सालको हो त्यो पनि लेखेको थियो त्यहाँ हजुर यता आउनु न अनि ठिक छ ल देखेर मात्र ल ल तपाईँले हामीलाई हेर्नु होइन हामी जे गर्दा पनि केही हुँदैन ल अगाडि आउनु त अब जय शम्भो जय शम्भो जय शम्भो जय शम्भो जय आउनु, भोलेनाथ, आउनु, जय आउनु, गरवासी आउनु, महादेव जय भोलेनाथ जय बस भोलेनाथ अब फेरि एक बेर सर पछाडि जान्छ हर हर महादेव हर पचाससम्म महादेव, जान्छ, हर महादेव, जय सुरसुर गयो भोलेनाथ, जय भोलेनाथ जय शिव शङ्कर जय भोलेनाथ, जय भोलेनाथ, जय भोलेनाथ। हस् ल धन्यवाद हस् धन्यवाद हस् जय गरवासी महादेव ल मन्दिर। यसबाट पनि एउटा लिन्छ तपाईँको केही भयो होला प्रथम फेरि ल छिटो अफिया मुला ज्यू यार ज्यू गुप्ती फेटले मान्छे भोट सबै आउनु पर्यो गरवासी महादेव मन्दिर Ponte.